10 औँला र 2 हात जोडेर सबैमा म राजन केसीको तर्फबाट हार्दिक ज्ञान अभिवादन व्यक्त गर्न चाहन्छु। हजुरहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ भन्ने आशासहित हामी फुटबलको महाकुम्भ मेला विशेष वाद-विवाद कार्यक्रम लिएर म राज अनि उहाँ यी उपस्थित भइसकेका छौँ। दादा नि के छ त खबर हात मिलाउन? एकदम फन्टास्टिक छ भाइ। हुन त अब दुश्मन टिमसँग हात पनि मिलाउन नहुने हो यो वर्ल्ड कप भरि। ठिक छ फेरि अब के अरे हाम्रो दर्शकबिनहरूले मलाई गाली गर्नु होला भनेर हात मिलाइदियो नि के अनि मैले दुश्मन सोचेको छैन। होइन हाम्रो गेम हुन्जेलसम्म चाहिँ अनि त रोनाल्डो भए त म त एकदम दुश्मन हो दादा। सोच्न पाइयो, तिमीले सोच्न पायो, तर म सोच्दिनँ, म सबै सराबरी हो। ठिक छ। अनि के जर्सी त घरभरि एक ट्रकै प्रिन्ट गरेर जर्सी राख्नु भएको छ। यस्तो अब पोर्चुगलको फ्यान भएपछि पोर्चुगलको जति पनि जर्सी छ सबै प्यारै लाग्छ, सबै लिएर राखेको छ, जुन मनपर्छ त्यही लाग्यो। अब तिमी जस्तो एउटै लाउनु मान्छे छैन हेर भाइ। ठिक छ दाइ, अर्जेन्टिनाको पनि छ 2-3टा कतिवटा छ होइन। छ। मलाई त्यो मध्ये सबसे बलियो राम्रो भेरिएन्ट भनेकै यो भेरिएन्ट लाग्छ होइन। तपाईँ याद गर्नुहोस् 2022मा पनि यही लाएर चाहिँ यही जर्सी लाएर जित्या हो नि त होइन। अब 1996 पछाडि कुनै पनि देशले लगातार 2 चोटि विश्वकप जितेको छैन। यसपालि मेसीले जितेर सुन्नु अनि मतलब जितेर होइन नयाँ रेकर्ड राखेर अनि मेसी सन्यास हुन्छ। तपाईँको रोनाल्डो चाहिँ सेमी फाइनलमा पुग्ने हिस्सा भएर अनि यसपालि पनि अब लगातार 2 चोटि जित्दैन। किनभने जित्दैन भने पोर्चुगलले जित्छ, पोर्चुगलले विश्वकप जिताएपछि रोनाल्डोले यसपालि सन्यास लिन्छ। ठिक छ। पोर्चुगलको जिताउने कारण के भन्नु होइन, म भनिदिन्छु मेसीले किन कस्तो तरिकाले उनीहरूको खेल खेलिरह होइन अनि त्यो तरिकाले जित्छ भनेर म भनिदिन्छु क्या। अहिले पनि पर्सि हाम्रो ग्रुपमा भएको टिम को छ थाहा छ? पर्सि बुधबार हुने अर्जेन्टिना र अल्जेरिया छ। अर्जेन्टिना र अल्जेरियाको गेममा के अरे अर्जेन्टिनाले 5 गोलभन्दा माथि हान्छ अल्जेरियालाई। तपाईँहरू गाइजहरू यो पोइन्ट चाहिँ नोट गरेर राख्नु होला होइन। अर्जेन्टिनाले अल्जेरियालाई 5 गोलभन्दा माथि हान्छ होइन। यो मैले भनेको कुरा पुग्यो भने चाहिँ तपाईँले लाइक कमेन्ट फलो सेयर गर्नु होला, म बम्पर उपहार दिनेछु होइन। अनि त्यसपछि अर्को फेरि यो हाम्रो टिममा चाहिँ त्यसपछि अर्जेन्टिना र के अरे जोर्डनको हुँदैछ होइन। अनि त्यसपछि अर्जेन्टिना र के अरे अस्ट्रियाको हुँदैछ क्या। त्यो 3टा टिम भनेको चाहिँ मेसीको लागि बच्चा बराबर हो होइन। त्यसपछि त सिधै तपाईँको नकआउटमा जाने हो नि त, नकआउट टिममा जाने हो होइन। नकआउट टिममा गएपछि अनि ठ्याक्क त्यहाँबाट गेम हेर्न मजा आउँछ। हेर्नुहोस् पोर्चुगलसँग परेको दिन थाहा हुन्छ बच्चाको हो। होइन अस्ति परिचय हो त दाइ, योभन्दा अगाडि पनि परे हो। हार्यो त तपाईँको रोनाल्डोले त हार्यो त केही गर्नै सकेन। हार्यो, हार्न त त्यतिखेर हार्यो ठिकै छ, तर धेरै फरकले हारेको होइन। दाइ फर्स्ट र सेकेन्ड पनि क्या धेरै फरकले हुन्छ त। 1 पोइन्टले पनि फर्स्ट हुने हो क्या। त्यो भन्ने बेला कहाँ म फर्स्ट भए हो सेकेन्ड भए हो त्यसको भन्दा 1 पोइन्टको पोइन्ट के कम हुन्छ। मिली सेकेन्डको 0.00को त भ्यालु हुन्छ अनि त्यो अरूको त भ्यालु नहुन्छ कुरै भएन नि। अब एउटा क्लासमा मिली सेकेन्ड 0 बढी आयो भनेर फर्स्ट भयो भन्दा नफ्रे हुन्छ, अर्को क्लासमा त्यो पोइन्ट भन्दा धेरै कमाउन सक्छ सेकेन्ड हुन सक्छ। अहिले हेरौँला होइन। म फेरि पनि गाइजहरूलाई के भन्न चाहनुहुन्छ भने उहाँको रोनाल्डोले जित्यो भने पनि रोनाल्डोले जित्यो भने पनि हाम्रो पोर्चुगलको टिमले जित्यो भने पनि तपाईँहरूले बम्पर उपहार पाउनुहुन्छ होइन उहाँको हाम्रो तर्फबाट होइन। अनि मेरो टिमले जित्यो भने तपाईँहरूले बम्पर उपहार पाउनुहुन्छ। त्यसको लागि चाहिँ हजुरहरूले लाइक कमेन्ट फलो सेयर गरेर होइन। विश्वभरि अहिले महाभूकम्प गइरहेछ क्या। अहिले भूकम्प ल्याउनुपर्छ होइन। त्यही भएर हामी यहाँ वाद विवाद गरिरहेछौँ होइन। गाइजहरू तपाईँहरू मध्ये को हुनुहुन्छ कसले जित्नुपर्छ जस्तो लाग्छ भने कमेन्ट गर्नु होला। किनभने यसपालि पोर्चुगलले जित्नुपर्छ। मेसीले जितेको हो, हामी जितेको होइन भन्छौँ। जितेको हो, यसपालि पनि मेसीले जित्नुपर्छ भन्ने छैन नि यार। लगालग कति जित्ने यार। मेसीको फ्यानहरूको एउटै मात्र चाहना छ कि अब मेसीले राख्न बाँकी रेकर्ड कुनै पनि छैन क्या। तपाईँको रोनाल्डोले भेट्दैन मेसीको रेकर्डलाई। कुनै पनि छैन यार। मेसीले भेट्दैन अनि कसरी रेकर्ड हुन्छ त? बुढा मेसीले भेट्न पर्यो नि, राख्न बाँकी हुन्। मेसीले भेट्न बाँकी कुनै पनि छैन। तपाईँको रोनाल्डोले राख्नै सक्दैन। अब लगातार 2 चोटि जितेपछि रोनाल्डो त्यसै साइड लाग्छ। अब चाहिँ म बुढो भइछु भन्छ अहिले भनिरहेको छ नि होइन। मेसी बुढो भयो भनिरहेको छ क्या होइन। बुढो ब्याग हेर्नु न, पर्सि बुढो बाघ र स्याल तन्नेर जितिहाल्छ क्या दाइ। पर्सि मैदान शरीरले खेल्ने होइन क्या दाइ। फुटबल भन्ने चिज शरीरले नै खेल्ने हो। टेक्निक चाहियो क्या। त्यो टेक्निक विश्वको वर्ल्ड कपमा छैन भने बुढा भाले जितेन अहिलेसम्म। खोइ जित्या तपाईँको रोनाल्डोले वर्ल्ड कपै जित्या होइन छ। वर्ल्ड कप नजितेर अरूको कुरै नगर्नु हामी वर्ल्डको कुरा गरिरहेछौँ क्या। अरू गेम होइन हामी अब कोपा सोपा हुँदाखेरि कोपातिर जान्छौँ होइन। अहिले चाहिँ हामी छैन हो। किन जितेन त? किन जितेन भन्नु न? किन जितेन त? यसपालि जिताउँछ नि त नि। किन जितेन भन्नु? जितेको भए त मेसीले कहाँबाट जिताउँछ भनेर भनेन। किन जितेन त भन्नु न? किन जितेन? यदि रोनाल्डोले जितेको भए मेसीले जित्थ्यो।
तपाईँको मेसी त हामीभन्दा अगाडि चाहिँ अर्जेन्टिनाभन्दा अगाडि नकआउट पाएँ त दादा। हो मैले तपाईँलाई के क्वेसन सोधिरहेको छु एन्सरै गलत हो क्या। किन जितेन त भन्दैछु क्या, किन जितेन ल, यसपालि किन जित्छ, पहिला किन जितेन ल भन्नुहोस्। अब ठिक छ, अब त्यही कुरा गर्छ भने पहिलाको म्यानेजमेन्ट अब त्यो हिसाबकै थियो होला, यसपालिको म्यानेजमेन्टै चित्तबुझ्दो छ क्या। किन चित्तबुझ्दो छ भने क्रिस्टियानो रोनाल्डो आफैले म्यानेजमेन्ट गरेको टिम छ, ओके 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 नोरी हैन, ऊ आफैले म्यानेजमेन्ट गरेर लिएर आएको छ भनेपछि उसलाई त थाहा हुन्छ मैदानमा कसरी खेल्ने कसरी भनेपछि तपाईँको धारणा अनुसार चाहिँ पहिला चाहिँ त्यो भएको हावातालाई खेलेर छ त्यही अनुसार हैन। पनि राखेको छ यहाँ। ठिक छ दाइ, तपाईँको भाषाले चाहिँ के भयो भने पोहोर हुने पहिला कपमा चाहिँ हावा तरकारी खेलेर हावा तरिका भन्न खोजेको होइन, पहिला म्यानेज गर्ने अर्कै म्यानेजमेन्ट हुन्थ्यो नि। अर्कै ठिक छ तपाईँले भने मैले माने, ठिक छ हेरौँ होइन गाइजहरू होइन, उहाँको म्यानेजमेन्टले जित्यो भने म तपाईँहरूको अगाडि यहाँ 15 चोटि कान समातेर उठबस गर्छु होइन। उहाँको टिमले हारेपछि 15 चोटि मेरो चाहिँ अर्जेन्टिनाको फ्यान्सहरूको लागि चाहिँ होइन तपाईँले 15 चोटि उठबस गर्नुपर्छ भन्दै हामी कार्यक्रमलाई लम्बाउन चाहँदैनौँ, हामीसँग समय कम छ होइन। अब हिजोको तपाईँहरूले गेम देखिहाल्नु जर्मनीको र क्युराको होइन, कस्तो गेम गोल हानेको थियो। मलाई त थाहा थियो, मैले हेर्दिनँ सुरुमै तपाईँको 5 गोलभन्दा माथि हान्छ जर्मनीले भनेर मैले छोडिदिएँ हो होइन। ल हेर्नुहोस् मैले भने मिलेको मिलेन, अब यस्तै कुरो मिल्दै जान्छ। त्यही भएर हामी लम्बी गफ नजाउँ होइन, अझै हामी बाँध्नु छ जुझ्नु छ होइन। त्यही भएर म के भन्न चाहन्छु भने आजको गेम हेर्नु होला, आज पनि 3टा देशको गेम छ होइन। तपाईँहरूले यो गेम जित्नुभन्दा अगाडि नै हेर्नु होला, यहाँ कमेन्ट गर्नु होला कसले जित्छ भनेर कमेन्ट गरेर कमेन्ट मिलाउनु भयो भने चाहिँ तपाईँहरूलाई हाम्रो वाद विवाद कार्यक्रमको तर्फबाट हामी 2 जना मिलेर चाहिँ हजुरलाई बम्पर उपहार दिनेछौँ है। अब ठिक छ दाइ, यो अब हामी भोलिको एपिसोडबाट योतिर उतिर भन्दा नि नजाउँ, अलिकति तपाईँहरूमा खालि 2 जना मात्रै जुदिया मात्र जस्तो देखियो होइन। भोलिबाट चाहिँ हाम्रो के अरे तपाईँको टिमले कस्तो तरिकाले गेम खेल्दैछ, कुनसँग खेल्दैछ होइन, हाम्रो टिमले कुन तरिकाले खेल्दैछ, के छ, तपाईँले जित्न सक्ने सम्भावित कारणहरू के छ, मैले जित्न पर्ने सम्भावित कारणहरू के छ, हामी भोलिको एपिसोडमा ल्याउँछौँ भन्दै 10 औँला र 2 हात जोडेर सबैमा म रा अनि उहाँ यहीको तर्फबाट बिदा माग्न चाहन्छौँ। हस् त, जय नेपाल, धन्यवाद। फुटबल हेरेर जान्छ जम ल जाउँ